24 घण्टा काम गर्नेलाई कम्तीमा पनि 1 लाख रुपियाँ तलब हुनुपर्छ। हामीले दिनेछौँ। 1 वर्षभित्र म यो वाचा पनि गर्न चाहन्छु। सम्पूर्ण सरकारी कर्मचारी तथा सम्पूर्ण कर्मचारीहरू हजुरहरूलाई पनि एकदमै पीडा छ। आफ्नो तलबले खान बस्न पुग्दैन। पुलिस सेना हैन सबैजनाहरू है तपाईहरुलाई मैले के वाचा गर्न चाहन्छु भन्दाखेरि पत्रकार, सुरक्षाकर्मी, सफाई सरसफाई कर्मी र स्वास्थ्य कर्मी भनेका 24 घण्टा काम गर्ने र खतरायुक्त पेसाहरू हुन्। यी पेसाहरू गर्ने र 24 घण्टा काम गर्नेलाई कम्तीमा पनि 1 लाख रुपियाँ तलब हुनुपर्छ। हामीले दिनेछौँ। 1 वर्षभित्र म यो वाचा पनि गर्न चाहन्छु। सम्पूर्ण पत्रकार, सम्पूर्ण स्वास्थ्य कर्मी, सम्पूर्ण सुरक्षाकर्मी र सम्पूर्ण सरसफाई कर्मीहरूलाई। मान्छे ठुलो सानो केही पनि हुँदैन है। हाम्रो लागि सबैजना बराबर हो भनेर पनि गर्न चाहन्छु। र विद्यार्थी भाइ बहिनीहरूलाई यो देशको भविष्य तिमी हो, तिमीहरूले कोर्ने हो र यसका लागि हामीले गर्नुपर्ने के कामहरू चाहिँ गर्नेछौँ। बालबालिकाहरूको लागि तिमीहरूको जुन सोच छ, विद्यार्थीको जुन सोच छ, यो देशमा केही हुँदैन, विदेशै जानुपर्छ, यसलाई हामीले अन्त्य गर्नेछौँ। यो देशमा सबै कुरा हुन्छ। यो देश हामीले बनाउने हो, यो देश हामीले बचाउने हो भन्ने भावना सम्पूर्ण विद्यार्थीहरू, सम्पूर्ण नौजवानहरू र सम्पूर्ण भाइ बहिनीहरूमा आओस्। किताबमा पढे जस्तो हाम्रो देश गरिब छैन। किताबमा पढे जस्तो हाम्रो देशमा बेरोजगारी मात्र छैन। किताबमा पढे जस्तो भ्रष्टाचार यो हाम्रो देशमा हुने छैन। सम्पूर्ण बालबालिका, सम्पूर्ण युवा पुस्तालाई भ्रष्टाचारको पूर्ण रूपमा अन्त्य गर्ने हैन, देशमै रोजगारको सृजना गर्ने, शिक्षा स्वास्थ्य फ्री गर्ने र कसैलाई पनि विदेश जानुपर्ने बाध्यता नपर्ने वाचा पनि हामी यहीबाट गर्न चाहन्छौँ। त्यो पनि 2 वर्षभित्र हामीले कोही पनि नेपाललाई विदेशमा गएर रोजगार दिने पर्ने छैन। त्यो कहाँबाट कसरी पैसा हुन्छ, कहाँ हुन्छ, त्यो पनि मैले यहीबाट भन्ने छु। सम्पूर्ण वृद्धहरू गाउँ गाउँमा बसेर जसले हेर्दै हुनुहुन्छ, हजुरहरूलाई एमाले वृद्ध भत्ता देऊ, यो वृद्ध भत्ता देऊ नभन्नु होला सर है। कसैले पनि यो कुरा नगर्नु। किन भन्दाखेरि चाहिँ तपाईँका छोराछोरीलाई सहर पठाएर, तपाईँका नाति नातिनालाई विदेशमा बेचेर, तपाईँलाई घरमा एक्लै अनाथ बनाएर, तपाईँका बारी खेत सबै रित्तो बनाएर, तपाईँको गोठमा भएका भैँसी रित्तो बनाएर, तपाईँको बारीमा लागेको तरकारी रित्तो बनाएर महिनाको 2000 दिने होइन सर। हाम्रो सरकारले हजुरलाई गाउँमै बसेर हजुरको गोठ घर बारी नेपालीले चाहन्छ नि त। तपाईँलाई महिनाको 50,000 नभए पनि 20,000 घरमै बसेर कमाउने वातावरण दिन्छौँ। शिक्षा स्वास्थ्य घरै पुर्याइदिन्छौँ। जे चाहिन्छ त्यो पुर्याइदिन्छौँ। तपाईँलाई महिना कम्तीमा 20,000 दिन्छौँ। यो 2,000 3,000 को पछाडि लाएर यिनीहरूको पछाडि 12 महिना नलाग्नु होला। तपाईँहरूको स्वास्थ्य सुरक्षादेखि सम्पूर्ण जिम्मेवारी सरकारले लिने वाचा पनि म यहीबाट गर्न चाहन्छु।